नमस्ते वाल सबैजनालाई। आजको वेदर चाहिँ बर्बाद छ ल। पानी पर्यो लाग्छ यो दिनभरिलाई नै हुने रहेछ। बोरिङ भयो, हाम्रो प्लान मेस्टअप हुने भयो। के चाहिँ एनिवे सर्च गरिसकेँ र सँगसँगै म यहाँ के दाल पकाउँदैछु। दाल अँधेरो छ किचन चाहिँ। यहाँ चाहिँ पक्दैछ आलु र सिमी र सागलाई रेडी। बिजोक हुने रहेछ ल। आज चाहिँ सबिन राईको कन्सर्टमा जाने भनेको बिजोक हुने रहेछ। यो चाहिँ कस्तो आनन्द लाग्छ, तर यो धुलो भइरहेछ, सफा गर्ने बेला भएछ। ल फ्रेन्ड्स, आज चाहिँ कुकिङ चाहिँ सकियो। अब यो चाहिँ मेरो स्याटरडे रिचुअल हो। At any cost, wherever I am, I have to come and clean on Saturday. चाहिँ छुट्टीको दिन चाहिँ I have to do it, whether it is clean or not. यो चाहिँ मेरो काइन्ड अफ OCD भन्छ है। कोलाई छ साथी हो यस्तो चाहिँ। कति टाइम लाग्छ हेरौँ। क्विक आफ्टर क्लिनिङ चाहिँ यस्तो छ। मेरो प्लान्टहरू त्यस्तो ग्रो चाहिँ भएको छैन। सरसफाइ भइसक्यो। स्टिल पानी चाहिँ परिरहेको छ। सरसफाइ भइसक्यो है। ल यहाँबाट त प्लेन पनि उडेको देख्छु। बुद्ध हेर्दैछ। स्पट चेन्ज भए हाम्रो बुद्ध भगवानको कुदिरहनुहुन्छ। मेरो पूजा गर्ने ठाउँ चाहिँ यहाँ हो। बुढाले सिकाएको होइन, भेटिन भन्थ्यो होइन।
अहिले पूर्वपश्चिम ए है त्यति टाढो आज त सबिन राईको इभेन्ट छ कि त्यहाँ गएको अब टिकट काटिहाल्यो अनि जानु परिहाल्यो नि अनि रिफन्ड हुँदैन है रिफ्रेस हुन्छ नि है एक कहिलेकाहीँ तर अब त पुरो भयो है उनीहरू पनि त्यसले तिनीहरूले अब खाइरहेको छ अहिले वर्ल्ड खाइरहेको छ जहाँ पनि गएको छ बोलाएको छ है पालै पालो उनीहरूको जाउँ न पूर्ण राईको अब के अरे कहाँ पो छ अनि यता के अरे काठमाडौँमा नि छरेछ कहिले मल्ल होटलतिर ए पहिला सुरुमा जोनको भन्दा त पूर्ण राईको अलिकति राम्रो लाग्छ है गीतहरू एकदमै स्लो टाइपको छ तर जोनको सेन्टी टाइपको हो नि आयो भने चाहिँ जाने भने कस्तै यहाँ किर्तिपुरमा थियो कि अनि तर त्यो पानी ठुलो हावाले चलेर क्यान्सल भयो कि मिलन चल्छ नि त्यस्तो छैन उनीहरू है जस्तै अब उनीहरू रुट पूर्णको चाहिँ अब हुँदाखेरि जानु पर्दा पूर्वको तपाईँ कता हुनुहुन्छ हाम्रो नि उतै हो इलामतिर धरान हामी नजिक भन्दा नि 4-5 घन्टै लाग्छ नि हाम्रोबाट आफू पनि लाग्यो खै हामी चाहिँ आइपुग्यौँ टिकट पनि काटेको तर टिकट हातमा आएको छैन अब यहाँ देखाएर चाहिँ खतरा मान्छे छ त कालो कालो मान्छे छ त हामी आजको यो सिमसिमझरीमा आज ग्राउन्ड तात्तिने भयो पानी परेर रड्डी गरे त पाउँछहरूलाई त कत्रो अग्लो है आइपुग्यो हामी चाहिँ कता बस्यो कुनामा बसेर त फाइदै छैन नि है कुनामा बसेर त फाइदै छैन नि त्यहाँ ठाउँ रहेछ नि त्यहाँ जाउँ नि ठ्याक्कै टाइममा आएछ जस बिहान छिट्टै आएको भए पनि बोरिङ हुँदैछ है त्यही त आजको हाम्रो फर्स्ट टाइम खाएको यो त है स्पार्कलिङ फ्रुट ड्रिङ्क It low key, keep it softly spoken, with no strings tying you to me. I'm happy in your company with no emotion, 'cause my love deserves to be free. I never wanna look at a house in the garden, I never wanna lock you down. I know you're not mine, it's just my turn, but we can still have fun for now. Sasudwa presence. Not only Sasudwa, Ramailo event presents Hami Ekhau connecting through a stage. Sabin Rai and Farah will be performing today. So I think सबैजना excitement some creates so that वहाँ पनि यसो आउँदाखेरि रमाइलो हुन्छ भन्ने हिसाबले छिटो गरेर आउनुहुन्छ. Are you guys excited for Sabin Rai and the Farah? Yes! There's no yes louder. Are you guys? Yes! Okay, so thank you so much for your excitement. अल्छी लाग्दै गएको अवस्था अनि हजुर अल्छी लाग्दै गएको अवस्था कपालहरू यस्तो यसो भएको अवस्था साथीहरू बस्दा यसरी बस्नु खुट्टा दुख्यो नि त कुन चाहिँ ब्रान्ड हो थाहा पनि छैन
सबिन राईलाई हेर्न आएको अब अरू बिहान त हेर्दिनँ यता फर्केर बस्नु पऱ्यो पासङ पनि आउँदैन दुई प्लेट त के अरे छोइला दन्काइसक्यो हामी मोमो खाइसक्यो मोमो खायो जाडोले नाक पनि रातो भएछ गरी काम गर्छ गर्मी भएको जस्तो छ ठिकै छ छोइला चाहिँ कति प्लेट जाने हो थाहा छैन छोइला दुई त आउँछ होला दुई गइसक्यो अब दुई जान्छ अब उता हेर पानी परेको पानी परेको अब हामी जाने टाइममा खतरा पानी पर्छ परेछ पानी पर्ने रहेछ सबजना भित्र पस्ने जमर्को गर्दैछ कुन चाहिँ ब्यान्ड हो अल्छी लाग्यो त नाम पनि थाहा छैन While you were hanging yourself on someone else into the shining sun. कस्तो लाग्दैछ झुक्कायो नि मायालु रहेछ भाइ डान्सहरूमै साथीहरूको Okay, this is our last song. टोटली त्यो उयो भक्तपुर स्टाइल नेवारी स्टाइल मुटै धड्किसक्यो मजा आयो डान्स फिल्ममा उत्रेको जस्तो छ We did. भएन
नेवारी भेषमा है मालविकास च्वाक छ त भन्नु बहिनी this sword is Malvika sister. Okay, so before Sabin Rai and the Parwa, we do have one more opening act by NS1134. So Nepal Samadega here for us. So ladies and gentlemen, if you guys are so excited, I think you guys have to make some noise for Sabin Rai and the Parwa. Are you guys excited? Yay! झन् 11-12 बजे ए हो यहाँ त झन् चिसो हुँदो रहेछ द ठाउँ पाउँदैन भनेर नि त्यस्तो हुन्छ गाइज यहाँ सबिन राई नआएर बिजोग छ सबजनै सबिन राईको वेटिङमा हो हामी पनि एकदिन कति 12 बजी आएको एकदम झुक्काएछ नि 6 बजी मात्रै आउँछ अरे 6 बजी मात्रै आउँछ अरे अब राति मात्रै आफ्टर सनसेट घर जानुको लागि गीतहरू छुट्ला जस्तो भयो त अब चाहिँ Okay, आउँछ so म धेरै बोल्छु भनेर मलाई माइकले पनि धोका दिइरहेछ जस्तो लाग्दैछ है त Okay, so ladies and कस्तो पत्ताइदिनु भएको ताली पनि बजाइदिनु भयो Alright, ladies and gentlemen, Sabin Rai and the Parwa band will be here at 7 o'clock, guys. So उहाँहरू चाहिँ 7 PM मा आइपुग्नुहुन्छ. So 7 PM बाट चाहिँ उहाँहरूको पर्फर्मेन्स छ. सेटअप नै त्यसरी भएको छ. So 7 PM सम्म चाहिँ हामीले वेट गर्नुपर्ने छ Sabin Rai and the Parwa, right? So before that चाहिँ हाम्रो NS1134 नेपाल सम्बन्ध 1134 ले अब पर्फर्म गर्दै हुनुहुन्छ right here. They are also an driver. So and I can see the excitement though एकदमै rainfall भइरहेको थियो पानी परिरहेको थियो and weather was not supporting us. हामीलाई हाम्रो फिडरमा वेदर बस्दै तपाईहरुले चाहिँ weather जस्तो भए पनि ससोमा आउने चाहिँ एकदमै टाइम निकाल्नुभयो. So thankful हामी पनि thankful छौँ ससोमा. So thank you so much everyone. We are ready for and today is one of the special day for us. So हाम्रो चाहिँ यो special day छ. So the सबैजनाको presence ले more रमाइलो events and the venue is itself. We do have a bakery partner, Gorkha, Pilsner, Tuborg, Summersby, and it's going to talk and today also they are here. So special performance उहाँहरूको पनि छ and after that Sabin Rai and the Parwa. So I mean ससुको तपाईहरुलाई कतिको मन पर्छ खै त अलिकति त हल्ला गरिदिनुस् at least. Do you like Sasotwa? Wait, there is no yes. Do you? I hope you do like. So we are trying our best to provide you the good food. जुन चाहिँ नेवारी cuisine-लाई we support especially. अनि हामीले चाहिँ यो ambience-लाई पनि अझै प्रमोट गर्दैछौँ. So तपाईहरु पनि तपाईहरुको suggestions अनुसार हामीले daily हाम्रो food-हरुको quality-लाई पनि improve गर्दैछौँ. So you can find us on our social media pages-हरुमा पनि you can drop over there your review and everything. So I can see some reviews are a little disappointing, but still we are improving our service also. So don't forget to choose every day and even in the weekend also. Sasotwaलाई choose गर्ने चाहिँ नछुटाउनु होला for your beautiful time जुन चाहिँ तपाईले spend गर्न चाहनुहुन्छ. Quality. Thank you.
उसको रूप को कालो दिले उसको रूप को कालो दिले उसको रूप को कालो दिले Energy partner, Extreme Energy. Go ahead, I'll be right back for now. The stage is for sound setup. We'll be right back. Thank you. Enjoy.
बत्ती गएर सबिन राई नै निस्किएन बाहिर हो। यहाँ अब 8 बज्दा 9 बज्दा जस्तो छ। यहाँ हामीलाई हेर्नै नदिने रहेछ। जति नै अगाडि आएर बसे पनि अगाडि यहाँ सबै खेलेर भए नि अगाडि बस्ने रहेछ। अलिकति बोरिङ पार्ट चाहिँ यही लाग्यो। अब सबिन राईलाई हेर्ने एक्साइटमेन्ट नै लो भयो है। लो भयो नि यस्तो जोर अनि कतिखेर आउँछ पनि अब साउन्ड सिस्टम मिलाउँदा अल्छी लागिसक्यो है। आधी घन्टा त साउन्ड सिस्टम मिलाउनै लाग्ला। लास्ट अनि त्यो स्टाफहरूको होला हौ। सबिन राईलाई हेर्ने भिड चाहिँ यस्तो छ। खै त सबिन राई हवालो यस्तो हुन्छ है सबिन राईलाई हेर्ने क्रेज चाहिँ। प्रोभाइड गरिदिनु भएकोमा सशक्तलाई पनि धेरै धेरै धन्यवाद। अनि हाम्रो सेक्युरिटी दाजुभाइ दिदीबहिनीहरूलाई पनि हृदयदेखि धन्यवाद। स्पेसली थ्याङ्क यू इच एन्ड एभ्री वान, थ्याङ्क यू फर कमिङ। यसको लागि सबैजनालाई शुभकामना। हामी पनि धेरै वर्ष भयो गीत गाउँदै यहाँसम्म आइपुग्यो। तपाईँहरूको साथ र मायाले गर्दाखेरि हो। हाम्रो मेहनत तपाईँहरूको माया सँगसँगै हामी यहाँसम्म आइपुग्यो गर्दा गर्दै अझै अगाडि बढ्नु छ। अझै केही समय अझै बाँकी छ गीत गाउनुको लागि। सकेसम्म अझै पनि गाउँछौँ। हाम्रो नयाँ गीत पनि अझै आउँदैछ त्यही हप्ताभित्र। लाइक विदिन 1 week I guess। थ्याङ्क यू वन्स अगेन। संसार जित्ने आँट गर्दैछु। बराबरी दिन आउने को छ पनि मात खान्छ के तर होस गर यो दुनियाँमा जहाँ सुन्दरताको आयु छोटो हुन्छ। मैले एल्बममा कहिले पनि गरेन
होइन क्या गीत अनि मलाई चाहिँ केटाले धर्ने केटाले भने केटाले धर्न भने मलाई यो गीत गरौँ नि यार गीत राम्रो छ यो एल्बममा लगाऊ यो गीत त्यतिको खेर नखाला भने होइन अनि ठिकै छ के गर्दै होला कसो गर्दै होला कोही बेला यसो सोच्नुहुन्छ तर तपाईँ कसैले नभनेको नि सोच्नुहुन्छ आफ्नो हुन्छ त्यस्तो बेलामा गुनगुनाउनुको लागि हामीसँग एउटा गीत छ नेपाली पहिमाने यहाँबाट एक्जिट होइन ल अब चाहिँ हाम्रो बाई भन्ने बेला भयो पासाङ है अब सक्यो कस्तो लेट आएर नि त है